नमस्कार। सपनामा राजा र हात्ती देखे, धन गौधन र बन्धु बान्धवहरूको वृद्धि भएर जानेछ। साँडेमा चढेको रुखमा चढेको सपना देखे, धन प्राप्त भएर जानेछ। सेतो सर्पले दाहिने हातमा डसेको सपना देखियो भने 10 दिनभित्र सहस्र धनलाभ भएर जानेछ। जलमा रहेका सर्प र बिच्छीले डसेको सपना देखियो भने धन र सन्ततिको वृद्धि भएर जानेछ। घर तथा पर्वत चढेको, समुद्र तरेको सपना देखे राज्य प्राप्ति भएर जानेछ। जलाशयको बीचमा कमलको पातमा घिउ र खीर खाएको देखे राज्य प्राप्त भएर जानेछ। बकुल्लो, पोथी कुखुरा, क्रोन्स नामकी पंक्षी देखे पत्नी प्राप्त भएर जानेछ। सूर्य चन्द्रमण्डलको दर्शन भए रोग नाश भएर जानेछ। मदिरा र रगत पान गरेको देखे विद्या र धन प्राप्ति भएर जानेछ। सेतो वस्त्र लगाएकी स्त्रीसँग आलिङ्गन गरेको सपना देखे सम्पत्ति प्राप्त भएर जानेछ। छाता, पादुका, जुत्ता, खड्ग देखे धन प्राप्ति भएर जानेछ। यसैगरी साँडेयुक्त रथमा चढेको सपना देखे धन प्राप्त हुने कुरा धर्मसिन्धुमा बताइएको छ। सपनामा दही प्राप्त भएको देखियो भने ज्ञान बढेर जानेछ। दही र दूध पिएर घिउ प्राप्त गरेको सपना देखे यश वृद्धि भएर जानेछ। घिउ खाएको देखियो भने क्लेश पैदा हुन्छ भनिएको छ। यसैगरी गाई देखिए धनलाभ, जौ देखिए यज्ञ र सरस्यौं देखिए लाभ हुन्छ भनेर भनिएको छ। धन्यवाद। नमस्कार। तपाईले कस्ता कस्ता किसिमका सपना देख्ने गर्नुभएको छ कमेन्ट गर्नुहोला।